अहिले हामी टीका कार्यक्रम भइरहेको छ। मैले यो प्रत्यक्ष देखाइरहेको चाहिँ अहिले 2082 सालको कार्तिक महिनाको 6 गतेको दिन भाइटिकाको दिन पारेर चाहिँ आज हामी टीका ग्रहण कार्यक्रम कसरी गर्छौँ भनेर हामीले जानेको, हामीले बुझेको हाम्रो पुरानो संस्कृति र परम्परा अनुसारले चाहिँ हामी टीका ग्रहण कार्यक्रम हामी प्रत्यक्ष देखाउने मैले कोसिस गरिरहेको छु। यतिखेर अनिताले आफ्नो माइतीहरूलाई सभ्य मनले, सच्चा विचारले लामो आयुको कामना गर्दै, लामो उहाँहरूकोलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, उहाँहरूमा कुनै पनि त्यस्तो बाधा अवरोध नलागोस् भनेर चाहिँ भित्री मनदेखि नै कामना गर्दै यतिखेर यहाँ केही अगाडि चाहिँ यसरी ओखरहरू फुटाएर ग्रहलाई शान्ति गरेर अहिले यहाँ चाहिँ फुलमाला लगाइरहेको अवस्था छ। टीका लगाइसकेपछि फुलमाला लगाइसकेको पनि छ। अब केही आफूले चिनो पनि दिने प्रचलन छ अथवा के छ महत्त्वपूर्ण त्यस्तो चिजहरू यो पनि देखिनेछ। अहिले टीकाकै कार्यक्रम भइरहेको छ। टीका सकिरहेको छैन। यो चाहिँ हाम्रो पुरानो संस्कृति अनुसार आफ्नै किराँत परम्परा अनुसारले नै यो चाहिँ गरिएको हुन त आफ्नो आफ्नो नै कल्चर होला, आफ्नो आफ्नै संस्कृति होला। यसरी हामीले गल्पन दिएर चाहिँ एउटा यो पनि एउटा चिनो होस्, यसले चाहिँ सधैँभरि हाम्रो सम्बन्ध रहिरहोस्, सधैँभरि हामीलाई चाहिँ सम्बन्धमा बाँधिरहोस् भनेर गल्पन वितरण भइसकेको छ। गल्पन दिइसकेपछि अनि अब चेलीलाई माइतीले पनि आफ्नै तरिकाले कतिसम्म चाहिँ हामी उहाँहरूलाई पैसा दिन सक्छौँ, कतिसम्म चाहिँ उनीहरूको चाहिँ कति उनीहरूलाई दिएर चाहिँ खुसी पार्न सक्छौँ भन्ने त त्यो माइतीको चाहना विचार हो। उहाँहरूले पनि अब सोच्ने बेला आएको छ। अब सोच्दै हुनुहुन्छ अनि उहाँहरूले कति के दिनुहुन्छ, कति दक्षिणा दिनुहुन्छ